ल बिस्तारै झर है टिप्लेउला ए बा ए हे ए बा कहाँ हो डेन्जर इलाकामा आइयो ओहो हो ल है साथीहरू पर्सनले कहाँ ल्याए मलाई अब मेरो ज्यानको जिम्मा कसले लिन्छ कहाँ हो यो एकान्त ठाउँमा ल्याएको ए बाबा त्यो चौतारामा आइयो यिनले हिजो अस्तिदेखि भनेका एउटा चौतारा छ त्यहाँ जाम भने कहाँको चौतारा रहेछ भनेको त फुलबारी यतापट्टिको साइडको चौतारा रहेछ कस्तो राम्रो लोकेसन आहा धान काटेर सकिसकेछन् यो खोला आदि खोला बगेको छ त्यहाँ पहिला हामी पौडी खेलिन्थ्यो ल यो फेरि यहाँ टाइमले बनाउँदैछ यिनले बुटो त खतरा है ए बाबा रुगाले सताएको मलाई हाछु आइरहेको छ दिनभरि झ्याउ लागेर यार आज सोला फोन आनेको म त धान काट्न लाग्छु भने अनि त्यसपछि अब तिमी जान्नौ भन्यो पहिल्यै गइसकेका नवग्रह मन्दिर अनि त्यसपछि आज कता जाने रहेछन् भनेर फोन हारेको यता यो ओहो माछा पनि मार्दै रहेछन् या कस्तो राम्रो ठाउँ आयो है आम्मामा गाइस हामी नयाँ ठाउँमा आयो फुलबारीको अलि उता ठुलो फुलबारी पिकनिक स्पट जस्तै रहेछ ए आमानी ओहो हो नजारा ल अब मैले हेलमेट लगाएर भ्लग गरेको छु हेलमेट र झोला भ्लगमा अडिएको छ कस्तो लाग्यो ठाउँ तिमीले नगीताउने यहाँ कपिराइट क्लेम खान्छ र यो गीत गीताउन त सिङ्गरसँग पर्मिसन लिनुपर्छ ट्याक्क आएर बस्ने जस्तो क्या होइन एकान्त ठाउँ आहा यहाँ गोरु बाख्रा चराउने अनि यहाँ तास खेल्दै भयो तर म पहिलाकै उल्टे पाल्टे भनेर तर पहिला म फुपूको घर जाँदाखेरि यही बाटो जान्थेँ कि यही बाटो पुरै डाइरेक्ट वहीँ म त तिमी अहिले पनि झोला बोकेर फुपू कहाँ हिँडेको जस्तो लाग्छ ए त्यही भयो नि यो आँधी खोलो बग्थ्यो आमा यो मेरा साथीहरूलाई ऊ त माथि पुल छ नि त्यहाँबाट रेल हिँड्ने पुल हो तर त्यहाँ आधा न कच्चो बनाए अब यस्तै बजेट अभावले नेपाल सरकारलाई ध्यान दिनुपर्छ यो ध्यान आकर्षण गर्न चाहन्छु यही भ्लगबाट पर्सनले हेलमेट तल राखे अब केही हुन्छ जस्तो लाग्छ अब फोटो सुट गरिन्छ साथीहरू अनि त्यसपछि अब फोटो सुट गरिन्छ एकछिन अनि हामी चाहिँ अब गन्तव्य घरतिर लागिन्छ यसको दृश्य कस्तो रहेछ भनेर हेर्न आएको एकदम राम्रो लाग्यो तपाईहरु पनि भिजिट गर्नुस् दिउँसोमा एकदम राम्रो हुन्छ यहाँको दृश्यहरू एकान्त ठाउँ आहा ल्याएर खाजा खानी साथीभाइ भेट्ने त्यहाँको रमाइलो गर्ने जस्तो स्पोर्ट भनौँ न एउटा पिकनिक स्पोट सानोतिनो यसलाई अर्गनाइज गर्न सक्ने एउटा ठाउँ रहेछ ल साथीहरू बाइ बाइ ब्लग हेर्दै गर्नु होला नयाँ ब्लगको इन्तजार गर्नु होला वेटिङमा बस्नु होला फेरि म नयाँ ब्लग लिएर आउने गर्छु फेरि भेटौँला लाइक एन्ड सब्स्क्राइब गर्नु होला धन्यवाद।